सो हेलो गाइज वेलकम ब्याक माइ भिडियो है। सो यो भिडियो चाहिँ मैले भनेकै थिएँ कि फर्स्ट भिडियो मेरो थियो तपाईँहरूलाई सम्झाउने र यसको रियालिटी के हो मैले जेन्युन तरिकाले भनेको थिएँ। फर्स्ट भिडियोमा चाहिँ युट्युबमा हेर्न सक्नुहुन्छ र मैले सेकेन्ड भिडियोमा भनेको र हामी पनि अब मतलब एक्सपेरिमेन्ट गरौँ, हेरौँ 800 रुपियाँ म इन्भेस्ट गरेर हजुरलाई देखाउँछु कि के कस्तो हुन्छ र तपाईँहरूले बुझ्नु होला भनेर सेकेन्ड भिडियो त्यो थियो। र थर्ड भिडियोमा फेरि मैले वार्निङै दिएको थिएँ कि यो सब आफ्नो रिस्कमा गर्नु, यसमा म आफ्नो जबरजस्ती गर्दैन भनेर है। र हामीले इन्भेस्ट गरिसकेपछि हिजो आज चाहिँ मेरो अर्निङ भइसकेको छ र अहिले चाहिँ 11 बजेको छ। यो भिडियो चाहिँ अहिले ढिलो आउँछ तर 11 बजिसकेको छ। सो हामीले डिपोजिट र विड्रो गर्दाखेरि इन्भेस्ट गर्दाखेरि मैले भनेकै कुरा हो, बिहानको 10 AM टु 5 PM को बिचमा गर्नु होला। बाँकी टाइममा गर्दा तपाईँको पैसा अड्किने नआउने जस्तो समस्याहरू अहिले देखिरहेको छ। सो त्यसलाई ध्यान दिनु होला। र यसमा अरू चिज त हजुरलाई मैले भनिसकेँ, योभन्दा अगाडिको भिडियोमा हेर्नुहोस्। र आजको यस भिडियोमा चाहिँ हामी गर्नेछौँ सिधा विड्रो है। हेरौँ कि विड्रो हुन्छ कि हुँदैन। सो हेर्न सक्नुहुन्छ अर्निङ चाहिँ यति भइसकेको छ र म सिधै विड्रोमा क्लिक गरिहाल्छु। विड्रोमा क्लिक गरिसकेपछि यहाँ म एमाउन्ट हाल्छु है, 3300 छ। सो हेरौँ पुरा आउँछ कि आउँदैन है। यसले के भन्छ निकासी पुष्टि गर्नुहोस्। हो, निकासी सफल भयो भन्यो हो न, ठिक छ होला, ओके। सो अब हामी हेर्न सक्छौँ विड्रो रिकर्डमा गएर है। पर्खदै भनेको छ, हामीले यसमा पनि रोक्नुपर्ने हुन्छ किनकि लोड लिएर आउँछ। कतिपय मान्छेले डिपोजिट गरेर आउँछ, कतिले विड्रो गरेर आउँछ। धेरै मान्छेले मलाई मेसेज गरेको थियो कि टिकटकमा हाम्रो पैसा आएन। सो मैले हजुरहरूलाई अझै पनि भन्दैछु, बिहानको 10 AM देखि साँझको 5 PM को बिचमा गर्नुहोस्। बाँकी टाइममा गर्दा तपाईँको पैसा अड्किने केही पनि हुनसक्छ जसमा रिस्पोन्स हुँदैन। र अर्को मेसेज के थियो भन्दाखेरि टेलिग्राममा टिमहरूको तर्फबाट हेर्न सक्नुहुन्छ, कृपया भुक्तानी रसिद बारम्बार अपलोड नगर्नुहोस्। तपाईँले प्रत्येक भुक्तानीको लागि भुक्तानी रसिदको स्क्रिनसट एकपटक मात्र अपलोड गर्न सक्नुहुन्छ। यसरी तपाईँको रिचार्ज तपाईँको खातामा छिटो जम्मा हुनेछ। सो यो कुरा पनि बुझ्नु होला, बारम्बार त्यो एउटै स्क्रिनसटलाई बारम्बार नदेखाउनु होला। सो अहिले चाहिँ टाइम हेर्न सक्नुहुन्छ 11:09 भइसकेको छ। सो हेरौँ कति बजेसम्म आउँछ। सो जति बेला आउँछ म त्यतिखेर फेरि भिडियो रेकर्ड गरेर हजुरहरूलाई देखाइहाल्छु है। फाइनली गाइज, फाइनली है, टाइम हेर्न सक्छौँ 12:54। मैले गरेको थियो 11:09 करिब 2 घन्टा है। त्यही 15-20 मिनटको फरकमा 2 घन्टा पछि चाहिँ हाम्रो भिडियो सक्सेसफुल्ली भइसकेको छ है। थ्याङ्क यू सो मच। सफल भनिसकेको छ। एकचोटि इस्युमा गएर हेर्न सक्छौँ हामी है। हेर्न सक्नुहुन्छ 2495 है। अब विश्वास मान्नुहुन्न भनेपछि यसमा गएर पनि देखाइदिन्छु म। हेर्नुहोस् 2475। मैले चाहिँ गरेको थिएँ कति भन्दाखेरि 3300। यसमा 25% चाहिँ हाम्रो ट्याक्स काट्छ है, जसबाट बच्न गयो हाम्रो कति 2475। सो मैले चाहिँ आफ्नो पैसा निकालिसकेको छु है गाइज। अब तपाईँहरूले गर्नुहोस्, म फोर्स गर्दैन, तपाईँहरूको इच्छा हो। तपाईँहरूले मन लाग्छ भने गर्नुहोस्, मन लाग्दैन भने नगर्नुहोस् है। यसमा रिस्क भने अवश्य हुन्छ। कति धेरैजनाहरूले मलाई म्यासेज गरिरहेको छ टिकटकमा कि अहिले हाम्रो पैसा मतलब रिचार्ज गरेको पैसै आएन, अनि धेरै मान्छेहरूले गर्नुभयो क्या। त्यही भएर अहिले तपाईँहरूले गर्नै चाहे पनि मैले भनेकै छु 10 AM देखि 5 PM को बिचमा गर्नु होला र त्यसपछि अघि नगर्नु होला। मैले 11:09 गरेको विड्रोल 12:55 सक्सेस भयो। सो तपाईँहरू आफै थाहा पाउन सक्नुहुन्छ यति लेट भइरहेछ। सो यो हेरेर तपाईँहरूले आफै गेस गर्नु कि के कस्तो हुनेछ एप। अगर मनपर्छ भने युज गर्नुहोस्, मन पर्दैन भने नगर्नुहोस्, तपाईँको इच्छा है। सो भिडियो राम्रो लाग्यो मलाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। मैले हजुरहरूको लागि भनेर इन्भेस्ट गरेर आफ्नो पैसा रिटर्न गरेको र पनि देखाइसकेको छु। सो तपाईँहरूलाई कस्तो लाग्यो लाइक हानिदिनु होला अनि एउटा कमेन्ट पनि गरिदिनु होला है। हस् त।